शान्त अनि रोमान्टिक दृश्य, हरियाली फाँटहरू र पाखामा घाँस काट्दै गुनगुनाउने चेलीहरूको स्वरले भरिएको एउटा गाउँ। त्यही जन्मिए समीर भट्ट, नेपाली सिनेमाका चर्चित एक्सन हिरो विराज भट्टका सुपुत्र। तर यो कथा कुनै राजकुमारको होइन, यो कथा हो एउटा सन्तानको, जसले बाबु जस्तै होइन आफैले आफै बन्ने निर्णय गर्यो। समीरको बाल्यकाल गाउँमै बित्यो, धुलो खेल्दै, नदीमा पौडी खेल्दै अनि आकाश हेरेर सपना बुनिँदै। जब बुवाको फिल्महरू टिभीमा आउँथ्यो, उनी चुपचाप आँखा गाडेर हेर्थे। भित्रभित्रै बन्दै गइरहेको थियो एउटा कलाकार, जसलाई संसारले अझै चिनेको थिएन। विराज भट्ट चर्चामा थिए, तर उनका लागि सबभन्दा ठुला अभिनय सिकाउने विद्यालय भनेको थियो सङ्घर्ष। यही पाठ समीरका रगतमा बगिरहेको थियो। जब समीर करिब 12 वर्षको भए, बुवाले उनलाई मुम्बई पठाउने निर्णय गरे। यदि तिमी कलाकार बन्न चाहन्छौ भने तिमीले मञ्चभन्दा पहिला मैदान हेर्नुपर्छ, विराजले भनेका थिए। मुम्बई पुगेपछि सुरु भयो समीरको वास्तविक परीक्षा। त्यो सहर जहाँ एक दिनमा हजारौं सपना जन्मिन्छन्, तर उस्तै संख्यामा मर्छन् पनि। उनी बस्थे बान्द्राको छेउतिर एक साझा अपार्टमेन्टमा। बिहान सुत्ने ठाउँ साँझ अरूको हुन्थ्यो। त्यहीबाट सुरु भयो 10 वर्षको अदृश्य सङ्घर्ष। समीरले अभिनयको आधार बल बनाउन थाले। अभिनयको प्रशिक्षण लिएका थिए उनले एक्टर प्रिपेयर्स संस्थाबाट। त्यसपछि उनी मार्शल आर्टमा गहिरिए। MMA, टेक्वान्डो, बडी कन्डिसनिङ उनी सधैँ खाली समयमा आफूलाई तयार पार्थे। एकपटक उनले भनेका थिए, म न त कसैको गुरु थिए न त सुपरस्टार, म केवल एउटा साधक थिएँ जसले शरीरलाई आत्मासँग मिलाएर अभिनय गर्न सिकिरहेको थिए। तर त्यो सहरले उनलाई सजिलैसँग स्वीकारेन। अडिसनहरू दिन्थे, सानो विज्ञापनदेखि वेब सिरिजसम्म। कहिलेकाहीँ क्यामेरा अगाडि पुग्नु अघि नै उनलाई नामबाट रोकिन्थ्यो। तिमी विराज भट्टका छोरा हौ, तिमीलाई त सजिलै काम मिल्छ होला, तर यहाँ आफ्नै पहिचान चाहिन्छ। यी वाक्यहरू समीरलाई कस्तो लाग्थे? मानौ मेरो बुवाको नाम मेरो लागि वरदान होइन, श्राप जस्तो थियो। उनलाई कहिलेकाहीँ सेटमा स्पट पाएले समेत गम्भीरतापूर्वक नहेर्ने गर्थे। एक पटक उनले 8 घण्टा लाइनमा बसेर अडिसन दिए, तर कास्टिङ असिस्टेन्टले भने, तिमी अनुहार चिन्न सकिन्छ, फेमसको छोरा हौ तिमी, हामीलाई फ्रेस फेस चाहिएको हो। सहरको भिडमा हराए समीर। न उनी नेपाली थिए, न भारतीय फिल्म इन्डस्ट्रीले उनलाई अपनायो। भोजपुरी सिनेमामा बाबु सुपरस्टार, तर आफू सहायक कलाकार समेत बन्न नपाउने स्थिति। कहिलेकाहीँ रात्रिको समयमा बान्द्राको समुद्र किनारमा बस्थे समीर। त्यहाँ बसेर सोच्थे, के म वास्तवमै कलाकार हुँ कि केवल नामको पछाडि हिँडिरहेको अनुहार? उनले एउटा उत्तर भित्रैदेखि दिँदै आए, म केही बन्नेछु, तर कसैको नाम बेचेर होइन। 10 वर्ष बिते। अब न त समीर किशोर थिए न बच्चा। एक दिन उनले बुवालाई फोन गरे, बुवा अब म मेरो देश फर्किन्छु। बुवाले सोधे, थाक्यौ? होइन, अब लड्न मन लाग्यो आफ्नै माटोमा। नेपाल फर्केपछि उनले सस्तो चर्चा गर्ने काम गरेनन्। चुपचाप तयारी गर्दै बसे। आफूभित्र बनेको कलाकारलाई अब पर्दामा उतार्ने समय आएको थियो। 2081 सालको असोज 24 गते समीर भट्ट अभिनीत पहिलो नेपाली फिल्म पारगाउँ प्रदर्शनमा आयो। निर्देशक थिए उनका बुवा विराज भट्ट। समीरले निभाए अजय, विद्रोही तर मर्मस्पर्शी नायक। फिल्मको पोस्टरमा समीरको अनुहार चम्किएको थियो, पहिलो पटक आफ्नो देशमा आफ्नै पहिचानमा। तर पर्दामा देखिएको त्यो चमक
पर्दामुनि 10 वर्षको आँसु र घाम थियो। उनले सबै स्टन्ट आफै गरे। क्यामेराको अगाडि भावुक डायलग बोल्दा मुम्बईमा सुनिएका तानेका आवाजहरू उनलाई सम्झिन्थे। अन्तर्वार्तामा भनेका थिए, यो मेरा लागि फिल्म थिएन, बदला थियो, हराएको आत्मसम्मान फिर्ता ल्याउने। 12 गाउँले बक्स अफिसमा 20 करोड भन्दा माथिको कमाई गर्यो। त्यसपछि अभिनयको समीक्षा हुन थाल्यो। कसैले भन्न थाले न्यू एज एक्सन हिरो, कोहीले भन्न थाले नेपाली जेटले, कसैले त भने विराजको छोरा होइन समीर भट्ट भनेर चिनेका छौँ। यसरी नै उहाँको चर्चा हुन थाल्यो। आज समीर भट्ट नेपालका सबैभन्दा चासो गरिने युवा अभिनेतामा पर्छन्। उनको पारिश्रमिक 60 लाखदेखि 1 करोडसम्म बढेको चर्चा छ। उनी 12 गाउँको सफलतापछि अहिले बलिदान फिल्ममा व्यस्त छन्, जुन फिल्म यही आउँदो फुलपाती दशैंमा लाग्दैछ। उनले आफ्नो इन्स्टाग्राममा लेखेका थिए, जसले आफ्नै सङ्घर्षमा पुग्दछ ऊ अरूको छायामा हराउँछ। यो कथा केवल एक पात्रको होइन, समीर भट्टको कथा एउटा युवा अभिनेताको कथा मात्र होइन। यो कथा हो बाबुको छायाबाट बाहिर निस्किन खोज्ने युवाको, नाम होइन कर्मले चिनिन चाहने कलाकारको, पसिनाले पहिचान बनाउने नेपाली सपनाको। यस कथामा धेरै कुराहरू भन्न छुटेका छन्। थप बाँकी कथा हामी अर्को कथा लिएर आउनेछौँ, जुन कथामा हामी सम्पूर्ण कुराहरू समावेश गर्नेछौँ।